हुन्छ नि त। काममा यति दुःख भएको छ कि काममा हिलो भएर सफा गरे काम चाहिँ सफा गर्नु पर्यो। के गर्ने? ल हेर्नुहोस् पाइला के हिउँको पाइला कस्तो ब्युटिफुल देखेको कि। कस्तो हिउँ परेछ कि हिजोबाट। कति राम्रो के कति राम्रो सेतो 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 कति राम्रो कि। त्यो घरको माथि माथि ल हेर्नुहोस् यता रुखतिर हिउँ पऱ्यो भने एकदम शुभ हुन्छ भन्छ कि यतातिरको मान्छेहरूले। क्रिसमसमा नयाँ वर्षमा हिउँ परेन भने नि यताको मान्छेहरू एकदम दुःखी हुन्छ कि। हिउँ पऱ्यो भने फेरि खुसी हुन्छ।